यस्तो बाटो यति टाढा रहेछ नि हुन त मजै भयो तर टाढाको त कुरा नगरौँ होला हामीलाई लगभग आउन मात्रै लगभग 3 घन्टा लाग्यो अब फर्किन फेरि अर्को 3 घन्टा 6 घन्टा त बाटो मात्रै भनेपछि अब तपाईँहरू आफै बुझ्नु होइन कति टाढा रहेछ भनेर बाटो फेरि सब यस्तो योफरोड लगभग तल बजारदेखि चाहिँ माथि हामी लगभग आधी घन्टा 40 मिनट त यस्तो अफरोड हान्न चढ्नुपर्ने रहेछ गयो छेउस भ्यू चाहिँ राम्रो रहेछ अलिकति बाटो चाहिँ टाढा भयो कि अलिकति पोखराको आसपासमा त कुनै ठुलो सहरको नजिक भएको भए चाहिँ अझ सायद अझै धेरै भाइरल हुन्छ होला त्यही पनि मान्छेहरू चाहिँ थियो धेरै नै थियो होला लगभग 2टा पिकनिक ग्रुप थियो होइन 50-60 जना त थियो होला है अब फर्किने कसरी हो भन्ने भयो चाहिँ वेदर पनि यस्तो छ माथि पानी चुहिन मात्र बाँकी छ घाम राजालाई उहाँ छोपिदिनु भएको छ बादलजीले